Guys, today is my last day with braces. भोलिबाट चाहिँ मेरो braces निस्किन्छ and I am suffering from pharyngitis, common cold, so bear my voice. मैले चाहिँ यो हुन्छ नि braces, I was totally against braces. Braces चाहिँ aesthetic purpose को लागि मात्र लगाइन्छ भन्ने सोच्थे मैले पनि. And it has been almost 2 years that I have been applying braces. So what convinced me to wear these braces भन्ने कुरा चाहिँ म आज यो भिडियोमा भन्छु है त. बेसिकली यो मेरो प्रब्लम चाहिँ डिप बाइटको प्रब्लम चाहिँ म ब्याचलर 3rd इयर पढ्दाखेरि नै देखेको रहेछ. सो यस्तो इन्सिडेन्ट छ कि लाइक म राति सुतेको थिएँ एन्ड बिहान उठ्दाखेरि चाहिँ मेरो यो दाँत चाहिँ भाँचेको थियो कि लाइक अलिकति टुक्रा भाँचेको थियो एन्ड अहिले त भिजिबल छैन, अहिले यो ब्रेसेस लगाएपछि मिलिसक्यो, बट अलिकति टुक्रा भाँचेको थियो एन्ड बिहान उठेपछि मैले ऐना हेर्दाखेरि चाहिँ आई फेल्ट कि अनि जिब्रोले पनि त्यो थाहा हुन्छ नि त अलिकति भाँचेको. एन्ड म चाहिँ त्यति बेला धुलीखेलको डेन्टल डिपार्टमेन्टमा गएँ एन्ड दे आस्क्ड मी टु डु त्यो के भन्छ यो पुरै जको एक्सरे गर्न भन्नुभयो. बट त्यो सर्भिस चाहिँ हाम्रो धुलीखेल हस्पिटलमा त्यति बेला अभाइलेबल थिएन और बिग्रेको थियो कि. एन्ड म अब त्यति बेला हुन्छ नि स्केड्युल एकदम टाइट हुन्छ नि त हाम्रो नर्सिङको, सो बनेपा जानु पर्थ्यो एन्ड म चाहिँ गइनँ कि. एन्ड अर्को एक्सरे चाहिँ हाफवाला और यस्तै कि एक्सरे हुन्छ त्यो एक्सरे गराउनु भयो, त्यो चाहिँ धुलीखेल हस्पिटलमै अभाइलेबल थियो. एन्ड त्यो गराइसकेपछि चाहिँ उहाँले लाइक डेन्टिस्टले चाहिँ रफली चाहिँ हजुरको डिप बाइट छ, ब्रेसेस लाउनुपर्छ फर करेक्सन भन्नुभयो. एन्ड आई वाज अल्सो पर्सन कि जसले सोच्थ्यो कि ब्रेसेस लाउनु इज सो एक्सपेन्सिभ, ब्रेसेस रिच पर्सनले मात्र लाउँछन् भनेर सोच्थेँ कि मैले. एन्ड त्यति बेला चाहिँ आई डोन्ट वान्ट टु गिभ बर्डन टु माई फ्यामिली. अब ब्रेसेस लगायो भने त एक्स्ट्रा फिनान्सियल खर्च हुने भयो. सो मैले चाहिँ अब त्यसले प्रब्लम गरेको छैन, अलिकति त हो भनेर लगाइनँ कि. एन्ड बिस्तारै जब मैले ब्याचलर सकेँ एन्ड मेरो बोन्डिङ स्टार्ट भयो त्यति बेला चाहिँ के भयो भन्दाखेरि चाहिँ पिपल स्टार्टेड नोटिसिङ द्याट ब्रोकन टिथ कि यो दाँत चाहिँ नोटिस म बोल्दाखेरि नोटिस गर्न थाल्नु भयो कि. बट इनिसियल्ली चाहिँ जुन बेला भाँचेको थियो नि त्यति बेला चाहिँ कसैले पनि नोटिस गर्थेन, मलाई मात्र डिस्कम्फर्ट फिल हुन्थ्यो त्यो दाँतले होइन, किनकि जिब्रो ठोक्किन्थ्यो नि त त्यहाँ. तर बिस्तारै चाहिँ अरूले पनि नोटिस गर्न थाल्नु भयो एन्ड अरूले के कसरी भाँचेको यसरी भन्न थाल्नु भयो कि इट मिन्स मेरो यो डिप बाइटले गर्दाखेरि बिस्तारै त्यो भाँचेको दाँत चाहिँ खिँदै कि लाइक घिस्रिँदै झन् सानो हुँदै गएको रहेछ. एन्ड एकचोटि चाहिँ अब मैले अब डेन्टल कन्सल्टेसन गरौँ न त भने. एन्ड खासमा चाहिँ म डेन्टल कन्सल्टेसन के को लागि गएको भन्दाखेरि त्यो दाँतमा चाहिँ आरसिटी यस्तै के गर्छन् नि त, हो त्यो गर्न मिल्छ कि क्याप हाल्न मिल्छ कि भनेर गएको थिएँ. एन्ड उहाँहरूले पनि सजेस्ट गर्नुभयो यो फुल जको एक्सरे गर्न सजेस्ट गर्नुभयो. एन्ड त्यसपछि चाहिँ मैले गरेँ. इट कस्ट मी अराउन्ड 1200 और 1600 डिस्काउन्ट पाएको थिएँ मैले. एन्ड त्यो गरिसकेपछि उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि हजुरको चाहिँ डिप बाइट छ, यसको करेक्सन भनेको चाहिँ ब्रेसेस नै लाउनु पर्छ हजुरले. म त एक्चुअली यो दाँतलाई क्याप हाल्न गएको थिएँ नि त, यो दाँतलाई चाहिँ क्याप हाल्नु पर्दैन बिकज यहाँको मेरो आरसिटी चाहिँ कस्तो केसेसमा गर्ने रहेछ भन्दा यदि के भन्छ त्यसलाई नर्भ ड्यामेज अरू यस्तै के आइएम नट डेन्टिस्ट है, मलाई चाहिँ टर्महरू चाहिँ थाहा छैन, बट जति मैले बुझेँ मेरो चाहिँ त्यस्तो केही नै भएको रहेछ कि. सो हजुरले चाहिँ त्यो क्याप हाले पनि फेरि बिस्तारै खिँदै जान सक्छ, त्यो भाँचिँदै जान सक्छ भन्नुभयो. एन्ड ब्रेसेस नै हो अल्टिमेट सल्युसन भन्नुभयो. एन्ड आई वाज स्टिल इन डिलेमा कि लगाम कि नलगाम बिकज आई वाज अल्सो अ पर्सन हु वाज अगेन्स्ट ब्रेसेस. ब्रेसेस भनेको त एस्थेटिक पर्पजको लागि मात्र लगाइन्छ भन्ने बुझ्थेँ मैले हजुरहरू जस्तै. बट म चाहिँ त्यसपछि ठ्याक्क मेरो ट्रेनिङको लागि म काठमाडौँ गएँ कि एनएचआरसीमा गएँ. एन्ड त्यहाँ चाहिँ मैले फ्यु डेन्टिस्ट साथीहरू भेटेँ एन्ड यस्तै डिप बाइटको कुरा निस्क्यो. अनि उहाँ एकजनाले चाहिँ के भन्नुभयो भन्दाखेरि मेरो मम्मीलाई चाहिँ पछि ओल्ड एजमा गएर चाहिँ दुःख भइरहेछ डिप बाइट पहिल्यै करेक्ट नगरेर भन्नुभयो. एन्ड द्याट हिट मी कि त्यो स्टेटमेन्टले चाहिँ मलाई हिट गर्यो कि लाइक अहिले फ्यु अमाउन्ट खर्च गरेर इफ मेरो डिप बाइट करेक्ट हुन्छ भने वाइ नट पछि बुढेसकालमा मेबी पैसा होला होइन, तर अब म इलिजिबल नहुन सक्छु होइन ब्रेसेस लाउनलाई. सो आई थट द्याट. अनि नर्मली ब्रेसेस भनेको त एक्सपेन्सिभ हुन्छ भन्ने बुझिन्छ नि त.
एन्ड म गएँ फेरि सेम डेन्टल कन्सल्टेसनमा गएँ मैले उहाँलाई चिनेको थिएँ अर्थोडन्टिस्टलाई चिनेको थिएँ पहिलेदेखि एन्ड समहाउ सी कन्भिन्स्ड मी टु वेयर ब्रेसेस एन्ड मलाई अर्को प्रब्लम अर्को टेन्सन चाहिँ के लागेको थियो भन्दाखेरि चाहिँ अब 2 वर्षको जर्नी भन्ने बित्तिकै मेरो भिजा आइहाल्यो भने म गइहाल्छु कि भन्ने सोच्थेँ द्याट युज टु माई फ्रिक्वेन्ट क्वेसन तर स्टिल आई एम इन नेपाल सो अहिले त लाज लाग्छ मलाई एन्ड अब यो भोलि निस्किँदैछ यो ब्रेसेस सो यो भिडियोको थ्रुबाट चाहिँ वाट आई वान्ट टु से कि ब्रेसेस भनेको इट्स नट ओन्ली फर एस्थेटिक पर्पज है हामीले चाहिँ के बुझ्छौँ भन्दाखेरि राम्रो देखिनलाई दाँत मिलाउनलाई ब्रेसेस लाउने हो भन्ने कुरा हाम्रो कन्सेप्ट छ नि त द्याट्स मिथ किन भन्दाखेरि डेन्टल प्रब्लम इज अल्सो अ प्रब्लम अनि ब्रेसेस चाहिँ एक्सपेन्सिभ छ भन्नुहुन्छ सो अब नर्मली 35,000 to 60,000 हो 2 वर्षको इन्टरभलमा लाइक इन्स्टलमेन्टमा पे गर्ने हो नि त होइन 2 वर्षमा ल इफ हजुरहरूको 60,000 नै लाग्यो भने पनि द्याट्स फर 2 इयर्स के डिभाइड गर्नु न सो त्यस्तो एक्सपेन्सिभ पनि होइन अनि मलाई मेरो कस्ट कति लाग्यो र हजुरहरूको कस्ट कति लाग्यो ब्रेसेसको त्यो द्याट विल डिपेन्ड कि हजुरले कुन खालको ट्रिटमेन्ट लाउनु भएको छ एन्ड टाइम पिरियड पनि डिपेन्ड गर्छ लाइक मेरो चाहिँ अब भोलि 1 year 9 month हुन्छ एन्ड भोलि अपोइन्टमेन्ट छ मेरो यो निकाल्नको लागि सो आज रुगा लाएको बेला पनि मैले बनाइरहेको छु भिडियो किनकि भोलि त आई विल बी ब्रेसेस फ्री अनि कस्तो छुट्टै अट्याचमेन्ट भइसकेछ कि यो ब्रेसेससँग सो द्याट्स अल यदि हजुरहरूलाई पनि कुनै डेन्टल प्रब्लम छ भने प्लिज फिल फ्री टु गो टु डेन्टिस्ट पछि गएर चाहिँ दुःख हुने रहेछ कि एन्ड अहिले चाहिँ प्लस पोइन्ट के भयो भन्दाखेरि मेरो यो दाँत हेर्नु न यो तलको दाँत यो भाँचेको थियो कि यो आई विल पोस्ट फोटो हियर यो भाँचेको थियो एन्ड अहिले त पुरै सेपमा आइसक्यो कि सो मेरो डिप बाइट पनि करेक्ट भइसक्यो रे है एन्ड द्याट्स अल सरी सो द्याट्स अल मलाई चाहिँ यस्तो खोकी लाग्छ लाइक बुढो खोकी भन्छ नि हो त्यस्तो लागिरहेछ एन्ड बा